गुड मर्निङ एभ्रिवान। होप सबैजना सन्चै हुनुहुन्छ होला है। अनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। अनि आज चाहिँ मैले हाम्रो घरमा चाहिँ अस्ति पूजा थियो, पूजाको भिडियो लिएर आएको छु है। अनि यहाँ छेसम्मको मैले सबै रेडी गरिसकेको थियो उसले, अनि रेडी गरेको छु। यहाँ चोक चढाउनुको पनि सबै रेडी भइसकेको थियो है। अनि बडी आउनुभएको थियो, बडीले पनि छिमेको लागि रेडी गरिदिनु हुँदै थियो। यहाँ हाम्रो आसिङ चाहिँ पढ्नु हुँदैछ है। अनि बडीलाई चाहिँ मैले बस्दै गर्नुहोस् ल भनेर चिया बनाइदिएको थिएँ। चिया बनाउँदा बनाउँदा भाइ पनि आइपुग्यो। अनि भाइलाई पनि बस न भनेर भने होइन। अन्त उसलाई चाहिँ आज बस न भनेको थिएँ, तर उसको चाहिँ अब ड्युटी जानुपर्छ, जोइन गर्नुपर्छ भनेर चाहिँ त्यो दिनै फर्क्यो है। अन्त चिया पनि मिठो भएछ भन्दै थियो उसले हो। अनि मैले यता फेरि किचनमा आएर यहाँ लन्चको लागि रेडी गर्दै थिएँ। च्याउ, इस्कुसको मुन्टा, अन्त मुलाको अचारको लागि मुला बहिनीले काटिदिइसकेको थियो है। अनि यता कटेरोमा फेरि बहिनीले यहीँ बनाउँछु ल चुल्हामै भनेर उसले चाहिँ खिर बनाउँदै थियो कटेरोमा। अन्त फेरि भित्र आएर फेरि भिडियो गरेँ है। हाम्रो आसिङ चाहिँ पढ्नु हुँदैछ। अनि मैले जति भ्याएँ त्यति मात्रै क्लिप गरेको छु। अनि हाम्रो चाहिँ अब साङ बालिसकेको थियो है। अनि साङ बालेको चाहिँ मैले भिडियो गर्नु सकिनँ, किनभने पानी परेको कारणले गर्दाखेरि भिडियो गरिरहने त अब उयो भएन है। पानी पर्दै थियो नि त। अनि यहाँभित्र चाहिँ बहिनीले छिमी बाल्दै थियो। मैले चाहिँ उसको क्लिप गरिदिएँ। मेरो पनि गरिदेऊ न भनेको थियो उसले, त मेरो त गर्दैन पो रहेछ। क्यामेरा चाहिँ अनै छ भनेर सोचेछ नि त कि छैन। अनि मैले यहाँ बहिनीको चाहिँ हालिदिएको छु। यता बहिनीहरू आएको थियो, बहिनी नानाहरू। अन्त नानाहरूले पनि यहाँ छिमी बाल्नु हुँदैछ है। अन्त लगभग हाम्रो पूजा चाहिँ सकिसकेको थियो होइन। र पनि कति दुई नागिसकेको थियो पूजा सक्दा त। खाना चाहिँ हाम्रो पाकिसकेको थियो है। मैले चाहिँ इस्कुसको मुन्टा र च्याउलाई चाहिँ मिक्स गरेको थिएँ होइन। अन्त यता मुलाको अचार, अन्त मस्यामको दाल थियो, अन्त आलुदम बनाएको थिएँ, अन्त पापड बनाएको थियो। अन्त यहाँ पूजा सकेर चाहिँ सबैजना बसेर चाहिँ खाना खानु हुँदैछ। बडीहरू, आमी, नाना, जोजोहरू, आमा भएर सबैजना भएर। अनि अब खानासाना खाएर चाहिँ मैले फेरि यो छिमे अब निभेको जति आधा निभेको जति चाहिँ मैले पुस्दै राख्दै थिएँ है। त्यसपछि चाहिँ फेरि राप्सुङले गर्छु म भनेर उसले गर्दैछ। अनि पछाडि चाहिँ बहिनी चल्दै थियो उसँग। अन्त हामी सबै काम सकेर चाहिँ फेरि दुईजना भएर चाहिँ घरमा लानुको लागि छेउ बाँड्नुको लागि प्याकिङ गर्दै थियौँ। म र राप्सुङ गएर बाँडेको त मैले भिडियो गरिरहेन, किनभने पानी पर्दै थियो, त्यो कारणले गर्दाखेरि। सो मेरो भिडियो चाहिँ यहीँसम्म छ है। मैले चाहिँ भिडियो चाहिँ कम्ती क्लिप गरेर हालेको छु है। सो छेउ पनि हामीले प्याकिङ गरिसकेँ है। अनि भिडियो पनि म यहीँ एन्ड गर्दैछु।